अहिले कन्डिसनमा सबै नेपालीहरूले मिडल इस्टतिर एउटा वार स्टार्ट भयो। साउदी अरब, कतरमा त अहिले वारमा छन् भनेर सबैले स्टोरी सुनिराख्नु भएको होला। कतिको झन् फ्यामिली मेम्बरहरू त्यता कामको खोजीमा जाँदै हुनुहुन्छ। नेपालीहरू झन् मेनली कामको खोजीमा जाने भनेको मिडल इस्टतिरै हो होइन। अब यो चाहिँ किन वार स्टार्ट भयो र अब के होला भन्ने कुरामा थोरै बुझ्न कोसिस गरौँ है त। अब फेब्रुअरी 28मा चाहिँ युएस र इजरायलले चाहिँ इरानको एगेन्स्टमा चाहिँ एउटा कोअर्डिनेटेड अट्याक स्टार्ट गरे। त्यो अट्याकमा चाहिँ युएसले चाहिँ मिनिस्ट्री अफ डिफेन्स, इन्टेलिजेन्स, एटोमिक इनर्जी र स्कुल र कुनै ठाउँमा रेसिडेन्सियल एरियामा पनि अट्याक भयो भनेर न्युज आइरहेको छ। र त्यो अट्याकमा चाहिँ इरानको सुप्रिम लिडर खेमेनीको पनि डेथ भइसक्यो भनेर न्युज आइसकेको छ। र अहिले इरान लगभग इन्टरनेट ब्ल्याकआउट भनेपछि त्यहाँ धेरैजनाले इन्टरनेट चलाइरहेका पनि छैनन्। र त्यही अट्याक स्टार्ट गर्ने बित्तिकै इरानले पनि रिटालिएसन सुरु गर्यो। अब फेरि युएस र इजरायललाई चाहिँ फेरि अट्याक गर्न थाल्यो। अब त्यो अट्याकमा चाहिँ इरानले चाहिँ युएई, कुवेत, बहरेन, जोर्डन, इराक जस्ता देशहरूमा जुनमा चाहिँ युएस बेसिसहरू छन्, जुनलाई युज गरेर चाहिँ इरानलाई अट्याक गरिरहेको छ, त्यसमा चाहिँ अट्याक ब्याक गर्न थाल्यो। र त्यही अट्याक हुँदाखेरि नै पुरा फुल एज अ मिडल इस्टै त्यसमा इन्क्लुड भयो। र धेरैमा नेपालीहरू पनि त्यहीँ गएर काम गर्ने हुँदाखेरि नेपालीहरूलाई पनि धेरै सिधै असर पर्यो त्यो हिसाबले। र अब यही वार चलिरहँदा अहिले इन्टरनेसनल एयरपोर्टहरू पनि अहिले सबै बन्द स्थितिमै छन्। दुबई एयरपोर्टदेखि लिएर सबै मिडल इस्टतिर हुने सबै एयरपोर्टहरू अहिले फ्लाइटहरू बन्द नै छ। र इरानसँग जोडिएका सबै रेबल ग्रुपहरूले पनि युएसमा, इजरायलमा चाहिँ फेरि अट्याक सुरु गरिसकेका छन्। र यो अट्याक भने 1 वर्षको दौरानमा यो चाहिँ युएसले गरेको इरानमा चाहिँ यो चाहिँ सेकेन्ड अट्याक थियो। लास्ट टाइम चाहिँ जुन 2025मा चाहिँ युएसले चाहिँ इरानको चाहिँ 3टा न्युक्लियर फेसिलिटिजमा अट्याक गरिसकेको थियो। त्यति बेला चाहिँ ट्रम्पले चाहिँ हामीले अब इरानलाई चाहिँ न्युक्लियर पावर दिन हुन्न भनेर चाहिँ हामीले यो सबै अब इरानको न्युक्लियर प्रोग्राम 3टै हामीले सबै ध्वस्त पारिदिन्छौँ र इरानलाई कहिले पनि न्युक्लियर पावर देश बन्न दिँदैनौँ भन्ने तालले ट्रम्पले चाहिँ त्यति बेला अट्याक सुरु गरेको थियो। तर त्यति बेला चाहिँ 12 दिन जतिको वार सुरु भयो र त्यति बेला सिज फायर भएर विश्राममा थियो यो वार चाहिँ। अनि त्यसपछि अहिले पनि युएस र इरानको बिचमा चाहिँ न्युक्लियर टक्सहरू चलिरहेको थियो। फेब्रुअरी 26मा पनि, फेब्रुअरी 26-27मा पनि एउटा न्युक्लियर टक्स जस्तो चलिरहँदा फेब्रुअरी 28मा चाहिँ यो टक्स चाहिँ ट्रम्पलाई मन परेन र यो टक्सको चाहिँ इन्ड भयो भनेर चाहिँ त्यसपछि 2-3 घन्टा पछि नै युएसले चाहिँ इरानमा चाहिँ फेरि अट्याक सुरु गरेको थियो। र यो अट्याक सुरु भइसकेको एकैछिनमै ट्रम्पले आफ्नो एउटा 8 मिनटको भिडियो सार्वजनिक गरेका थिए र त्यसमा चाहिँ ट्रम्पले चाहिँ युएस र इजरायलको चाहिँ एउटा 4वटा गोल्स छन् यो वारमा भनेर भनेको थियो। पहिलो गोल चाहिँ के थियो भन्दाखेरि इरानले जुन मिसाइल सिस्टम डेभलप गरिरहेको छ त्यसलाई चाहिँ हामीले कम्प्लिटली डिस्ट्रोय गरिदिन्छौँ भन्ने तालले ट्रम्पले कुरा गरेका थिए। र इरानको चाहिँ नेभीलाई डिस्ट्रोय गरेर त्यहाँको चाहिँ एउटा इरानले चाहिँ चाह्यो भने एउटा सिपिङ रुट चाहिँ ब्लक गरिदिन सक्छ नि त, त्यहाँ ओइल र सिपिङ रुट, त्यसलाई चाहिँ हामीले चाहिँ अब नेभीलाई डिस्ट्रोय गरेर हामीले अब यो हुन दिन्नौँ भनेर कुरा गरेका थिए। र त्यसपछि इरानलाई सपोर्ट गर्ने सबै प्रोक्सिसहरू जस्तै हमास, हेजबुल्ला, होथीहरूलाई चाहिँ हामीले कम्प्लिटली डिस्ट्रोय गरिदिन्छौँ भनेर भनेका थिए। र अर्को चाहिँ इरानलाई चाहिँ कहिले पनि न्युक्लियर वेपन हामीले दिने छैनौँ भनेर भनेका थिए। ट्रम्पले यो 4वटा गोल्स भनिरहँदा चाहिँ ट्रम्पले एक्ज्याक्ट चाहेको कुरा चाहिँ योभन्दा अझै फरक छ। ट्रम्पले अझ चाहेको कुरा चाहिँ यहाँको रेजिम चेन्ज छ। यहाँको चाहिँ अलिक पोलिटिकल सिस्टम या नयाँ गभर्मेन्ट ल्याउन खोजिरहेका छन् ट्रम्पले चाहिँ। किनभने यहाँको अहिले जुन गभर्मेन्ट छन्, जुन खमेनीले अहिलेसम्म लिड गरेका, यो चाहिँ युएस र इजरायल या युरोपियन इन्फ्लुएन्सबाट अर्कै कम्प्लिट फरक गर्ने कुरा छ। र किनभने यिनीहरूको एन्टी जस्तो छ। किनभने इरानको गभर्मेन्ट जुन अहिले पोलिटिकल पावरमा छन् तिनीहरू चाहिँ
हामी चाहिँ सेल्फ गभर्नेन्ट हो, आफै कन्ट्री एउटा छुट्टै पावरफुल हो र हामी कुनै पनि अन्डरमा आइँदैन र हामी आफूलाई जुन मन लाग्छ त्यही गरिन्छ, हामी आफै पावरफुल भइन्छ भन्ने खालको मेन्टालिटी राख्छ इरानले चाहिँ। त्यसैले गर्दा अहिले चाहिँ रिजिम चेन्ज साथसाथै उसलाई चाहिँ यो न्युक्लियर वेपन नदिने तालले चाहिँ ट्रम्पले अट्याक गरिरहेको छ र ट्रम्पले बारम्बार रेजिम चेन्ज गर, अब पिपुलहरूले आफैले पावर ल्याऊ भन्ने खालको कुरा गरिरहेको छ र त्यहाँको रेभोल्युसनरी गार्ड जुन अहिले गभर्मेन्टको मेन गार्ड हो त्यसलाई पनि स्टेप डाउन गरेन छ भने हामी जे पनि गर्न सक्छौँ भन्ने खालको ट्रम्पको पहिलेदेखिको कुरा छ। र खास गरी भन्नुपर्दा यो इरान चाहिँ अहिले कन्डिसनमा चाहिँ युएसको लागि चाहिँ कुनै पनि थ्रेट छैन, किनभने न त इरानसँग एउटा बलिस्टिक मिसाइल्सहरू छ न त न्युक्लियर पावर नै छ। यो कुरा चाहिँ युएसको इन्टेलिजेन्सले नै कन्फर्म गरेको छ र मान्छेहरूलाई यो कन्डिसन हेर्दाखेरि यो इराक 2003 वाला कन्डिसन रिक्रिएट हुन्छ कि भन्ने खतरा पनि आइरहेको छ भनेर धेरैले मानिरहेका छन्। र तर 2014 चाहिँ जब ट्रम्पले आफ्नो नयाँ पोलिटिकल करियर स्टार्ट गरेका थिए त्यति बेला चाहिँ ट्रम्प चाहिँ यो म कहिले पनि यो वार स्टार्ट गर्दिनँ यस्तै कुराहरूले चाहिँ उनले आफ्नो पोलिटिक्समा छिर्दाखेरि चाहिँ राखेका थिए। तर अहिले एक्ज्याक्ट आउँदाखेरि यो अब नयाँ इलेक्सन पछि चाहिँ जब ट्रम्प चाहिँ प्रेसिडेन्ट बने त्यति बेला चाहिँ यो कुराहरू चाहिँ किन चेन्ज भयो भन्ने कुराले धेरैले सोचिरहेका छन् र धेरैले चाहिँ यो चाहिँ अहिले एज अ डिस्ट्र्याक्सनको रूपमा हो, किनभने अहिले एप्स्टिन फाइल्सहरूदेखि लिएर यो ट्यारिफ वारहरूको कुराले चाहिँ यो ट्रम्पको पावर चाहिँ अलिक धेरै नै विक बनाइसकेको जस्तो धेरैले मानिरहेका छन् र त्यसैले रिभाइभ गर्नलाई एज अ म एउटा पावरफुल पर्सन हो यो वर्ल्डमा भनेर देखाउनलाई ट्रम्पले यस्तो गरेको भन्ने नि धेरैको मनसाय छ। र यो वार चलिरहँदा यो पहिलेदेखिको एउटा जियोपोलिटिक्स एउटा वारको स्टोरी नै हो हुन त। र त्यसले गर्दाखेरि चाहिँ यो मिडल इस्टमा किनभने इरानले चाहिँ वर्ल्डको धेरै नै पर्सेन्ट ओइल चाहिँ कन्ट्रोल गर्ने गर्छ। यो जुन स्ट्रेट अफ हर्मुज छ भन्ने ठाउँबाट चाहिँ यो पाथबाट चाहिँ यो वर्ल्डको 20% क्रुड ओइल चाहिँ फ्लो हुने गर्दछ। त्यसैले गर्दा अब यो वार स्टार्ट भइसकेपछि इरानले पक्कै रिटालिएसन गर्दाखेरि चाहिँ यो रुटलाई चाहिँ कन्ट्रोल गर्न खोज्छ र अहिले लगभग $80 पर ब्यारल भएको ओइल चाहिँ अब लगभग यति प्रब्लमले चाहिँ अझ 120-140 सम्म नै पुग्छ भनेर भनिरहेका छन् र इन्टरनेसनल सिपिङ रुटहरू पनि ब्लक हुने गर्दछ हुन्छ भनेर अब धेरैको कुरा नै छ। र अब यस्तै गर्दा अरू कन्ट्रीहरू पनि जस्तै साउदी जुन पहिलेदेखि अमेरिका युएसको एलाइ नै हो, फ्रान्स जस्ता कन्ट्रीहरू चाहिँ अब इन्टर भयो भने चाहिँ वर्ल्ड वार 3 पनि स्टार्ट हुन्छ भनेर एउटा खतरा नै रहिरहेको छ। इजरायलले पनि आफ्नो 70,000 रिजर्भ्सहरूलाई चाहिँ काममा बोलाइसकेको छ। तर यो कुरा हुँदाखेरि चाहिँ ट्रम्प या युएसको आफ्नै सिटिजन्सहरू जुनलाई चाहिँ यो युएस चाहिँ डाइरेक्टली इन्भल्भ नहोस् भनेर सोचिरहेका छन् तिनीहरूलाई चाहिँ ट्रम्पले आफै खुसी बनाउन सकिरहेका छन् र यसमा चाहिँ धेरै प्रब्लम्सहरू पनि छ। अझ नेपालीहरूलाई त अब नेपालीहरू मेन कुरा यो सामानहरू ओइलको भाउ बढ्छ भन्दा पनि नेपालीहरू चाहिँ कति मिडल इस्टमा काममा गइरहेका छन् होइन। अब मेन कुरा चाहिँ नेपालीहरूलाई चाहिँ मेन प्रब्लम चाहिँ अहिले त्यही छ। अब जो हामी त अब सबै नेपालीहरू त्यहाँ सेफ हुन् सबै त्यो भन्ने नै चाहन्छौँ होइन। अब हेरौँ यो घटनाले चाहिँ कता लिएर जान्छ र यो चाहिँ हामीले फलो गरिराख्नु पर्ने हुन्छ र कता जान्छ बिस्तारै बुझौँ र सबै जति पनि नेपाली त्यहाँ हुनुहुन्छ सबै सेफ रहनु भन्ने म यो भिडियो एन्ड गर्न चाहन्छु।